हाई गाइस कतार एयरलाइन्सबाट अब टिआईबाट अगाडि बढेको छु म। अब त्यहाँबाट सेक्युरिटी चेक गराएर अब टर्मिनलमा आउने लगेज सहित। स्टे ट्युन के हुँदै जान्छ, इट्स न्यू फर मी टु। सेक्युरिटी चेक भयो, अब चाहिँ लगेज लिएर लिफ्टतिरबाट माथि चढ्दैछु। लेट्स सी नेपाल इमिग्रेसन डिपार्चर खाली छ त लौ, पुरै खाली रहेछ त्यो ठाउँ। किन हो यस्तो खाली? कता हो म जाने? फरेनर्स, नेपाली सिटिजन्स र यहाँ नेपाली सिटिजन्स जतिकै यहाँ छ। नेपाली सिटिजन्सहरू अहिले चाहिँ म वेटिङ एरियामा छु। अब यहाँबाट अब सुरुमा जहाँबाट बाहिरबाट हेर्दाखेरि देखिन्छ नि एउटा ढोकाबाट छिरेको, त्योबाट ट्रली लिएर भित्र छिर्ने रहेछ। त्यसपछि चाहिँ अनि त्यहाँ बलिले चेक गर्छ आफ्नो बडी। त्यसपछि झोलाहरू अगाडि लिएर जाने, बोर्डिङ पास लिने। त्यसपछि आफ्नो झोला सेक्युरिटीबाट पास भएपछि चाहिँ अनि अगाडि बढ्दै 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 माथि लिफ्ट चढेर आउने, एनओसी देखाउने स्टुडेन्ट भिजामा आउनेहरूले एनओसी चेक हुन्छ। त्यसपछि पुरै जुत्ता खोलेर फेरि अर्को सेक्युरिटी चेक हुँदो रहेछ। त्यसपछि चाहिँ अहिले वेटिङ एरियामा छु। यहाँ चाहिँ अब मेरो प्लेनको अझै नै बोर्ड अझै 2 घन्टा बाँकी छ। 1 घन्टा अगाडि मात्रै बोर्डिङ गर्न पाइयो हामीले। एकजना दाइलाई अनलाइनमा रहेछ, क्यास रहेछ। मैले फेरि क्यास बाहिर छोड्छु भनेको बिर्सिरहेको रहेछु। क्यासमा साटेर अनलाइनमा हाल्दै अब पैसा बिचरा दाइलाई पनि हेल्प भयो। अब 1 घन्टा जति छ, स्टिल 1 घन्टा कुर्नुपर्ने छ मैले। स्टे ट्युन। कतार एयरवेजको एक्सपिरियन्स पनि सेयर गर्नेवाला छु म। आई थिङ्क अब बोर्ड गर्ने बेला भएको छ होला। I'm going to terminal. Qatar Airlines में बसिसकेको छु। Like it there. It's really a beautiful. रातिको 11 बजे अराउन्डमा कतार एयरपोर्ट आइपुगेको छु। And it's amazing, man. Qatar airport. My God. Damn, this is Qatar airport. Oh my God, this is so beautiful. Hello, Qatar airport.com शपिङ मल ज्यादा देखिन्छ यो। हेलो, अहिले हामी कतार एयरपोर्टमा छौँ। यहाँ चाहिँ प्लेनहरू रोक्यो। 5 घन्टाको ट्रान्जिट छ। 5 घन्टाको ट्रान्जिट घुमी फिरी हेर्दै हेर्दै बिताउने हो। कस्तो दामी। What is this? Why the hell they built this? यहाँको यो सिस्टम चाहिँ बवाल लाग्यो है। आफ्नो फ्लाइट कुन टर्मिनलबाट लाग्छ भन्ने चाहिँ सबै यहीँबाट हेर्न मिल्दो रहेछ। तपाईँहरू पनि आफ्नो टाइपको फ्लाइटहरू चाहिँ यहाँबाट हेरेर कुन टर्मिनलमा जाने, फ्लाइटको नाम हान्दै मात्रै पुग्ने रहेछ।
कहिले डलरमा कमाएर कहिले यहाँ खर्च गरेर रातिको कति बजेको छ बिहानको 4 बजिसकेको छ अब मायामीको लागि हिँड्यो from Qatar to Miami waited for 5 hours for this flight luckily window seat मिलेको छ मलाई कन्टिन्यू उडेको लगभग 7 घन्टा पुगेको छ अझै पनि 8 घन्टा फ्लाइटमा हिँडेछु र इट्स ब्युटिफुल भ्यू विन्डो सिट परेको छ इट्स ब्युटिफुल भ्यू ओके हाम्रो घन्टाको फ्लाइट पछि अब मायामीमा ल्यान्ड गर्दैछु मायामी ल्यान्डिङ गर्दा सो एक्साइटेड हाई फ्रम मायामी एयरपोर्ट इमिग्रेसनहरू सबै चेक गरेर मेरो चाहिँ सिधा डालसको फ्लाइट नभइकन यहाँ मायामीको ट्रान्जिट थियो अनि मायामीमै सबै इमिग्रेसन के अरे अरू के हुन्छ कस्टमहरू सबै चेक त्यहीँ गऱ्यो झोलामा खासै केही थिएन र अब सजिलै भयो दामी एयरपोर्ट रहेछ मायामीको लगभग मलाई यो इमिग्रेसन भ्याउनलाई 1.5 घन्टा लाग्यो ल 1.5 घन्टा टाइम चाहिँ छुट्टाएर आउनुपर्छ है इमिग्रेसनले सबै भ्याउनलाई चाँडो ट्रान्जेक्सन नराम्रो दामी यहाँ बर्गर अर्डर गरेर बसिरहेको छु वेट गरेर 15 मिनट वेट गर्नु हुन्छ कति महँगो हो हुन्छ कन्भर्ट गर्ने भने 3000 रुपियाँको बर्गर ओ माई गॉड टेक्सास फ्रम मायामी हामी टेक्सास एयरपोर्ट आइपुग्यौँ थ्याङ्क यू नानी थ्याङ्क यू कहाँ छ पार्किङ